सुशीला कार्की जस्तो मान्छे त त्योभन्दा सुशीला कार्कीभन्दा पहिले प्रधानमन्त्री भएका प्रधान न्यायाधीश भएका पुरुषहरू पनि छैनन् बाबु। त्यस प्रकारले काम गर्नु सक्ने, त्यस प्रकारले जुझ्नु सक्ने, त्यस प्रकारले भिड्नु सक्ने मान्छे। यस कारणले नम्बर 1 त के भने जेनजीप्रति श्रद्धा चाहियो, माया चाहियो, उनीहरूको कामलाई मूल्याङ्कन गर्ने मान्छे चाहियो। त्यो आमाको नाताले पनि महिलाको नाताले पनि सुशीला कार्कीमा त्यस प्रकारको भावना भएकी मान्छे। र अब चाहिँ देश बन्छ जस्तो लाग्यो तपाईँलाई? नभने फेरि अर्को जेनजी उठ्छ नि, बन्छ नै भन्छ, यतिले हुन्छ नै भनेर त म भन्न सक्दैन बाबु। युग हो, यस द्वापर रामका पालामा एउटा युग थिए, कृष्णका पालामा अर्को युग आए, बुद्धका पालामा अर्को युग आए, त्यसपछिबाट आज हामी यस्तो युग भोग्दैछौँ भने अहिले नै सबै चिज परिपूर्ति हुन्छ यतिले नै भन्ने मेरो ममा छैन त्यो चाहिँ चिज बाबु।